भोलिको लागि तरुलहरू पुरा रेडी छ साथीहरू। जसलाई पनि चाहिन्छ यहाँ कन्ट्याक्ट गर्नुहोस् होला। चरा भन्छ। कुन कुन तरुल पाउँछ हौ? सबै है। यो त एकदम खानुको लागि पनि राम्रो है। यो रातो के भन्छ? सरखण्डा नि। सरखण्डा पिँडालु जतिलाई पनि तरुलहरू चाहिनु भएको छ नि कन्ट्याक्ट गर्नुहोस् हो, म दिइहाल्छु। भोलिको लागि एकदम झिलिमिली तरुल, माघे सङ्क्रान्तिको लागि एकदम धनियाँहरू पनि फ्रेस रहेछ। फ्रेस तरुलहरू छ। अनि खोर्सानीहरू पनि रहेछ। कसरी केजी छ खोर्सानीहरू चाहिँ? 500 हुन्छ। यो कुसुमे तरुल, यो सेतो घर तरुल, पिँडालु, वन तरुल, यो नि जरा सकरखण्ड के चाहिन्छ तपाईँलाई सबै छ। एकदम भोलि सङ्क्रान्तिको लागि भिडभाड एकदम धमाधम छ है। तरुलहरू हेर्नुहोस् एकदम फ्रेस छ। सब्जीहरू पनि फ्रेस रहेछ एकदमै। गाजर बिटको सुप खानुहोस्। चायपत्तीहरू चाहियो भने यहाँ बिच गल्लीमा आउनु, लक्ष्मी भण्डारको अगाडि एकदम राम्रो चियापत्ती छ है, अर्ग्यानिक। दामी छ है। हजुर क्वालिटीको हुन्छ नि त है। यो 1200 को। क्वालिटी हेर्नुहोस्, यो 1200 को। योहरू यो चाहिँ कुन चाहिँ चियापत्ती? यो 500। यो 500 को। यो पनि 500 हो। यो 300 हो। यो त सिटिसी हो नि। हुन्छ थ्याङ्क यू तपाईँलाई। यो चाहिँ कसरी हो? यो 200। यो ग्रिन टी छ। ग्रिन टी रहेछ। चाहियो भने ठिक लक्ष्मी भण्डारको अगाडि आउनु पऱ्यो नि। म देखाउँछु ल। लु भन्नु त। तपाईँहरूलाई फुल चाहियो भने यहाँ दामी डिजाइनको फुलहरू रहेछ, प्लान्टहरू है। नानीहरूको खेलौना गाडीहरू चाहियो भने, साइकलहरू चाहियो भने यहाँ कन्ट्याक्ट गर्नुहोस् होला मलाई है। यो चाहिँ एकदम पूजा दोकानको लाइनमा हो, फर्स्ट बिच गल्ली। यहाँ लेडिसहरूको चाहिने सामानहरू जति पनि छ यहाँनिर पाइन्छ बिच गल्लीमा। म यहाँ